हेलो साथी हो। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ गएको भन्दा चाहिँ म चाहिँ सिलगढी गएको। यहाँ चाहिँ मैले डाँडामा आएर चाहिँ बराकोमा आएर चाहिँ भिडियो गरेको है। घरमा चाहिँ भ्याइन, म चाहिँ आफ्टरनुन निस्केको। बरासँग र बडीसँग गफ गर्दै थिएँ। मैले चाहिँ मेरो आउटफिट देखाउँदै थिएँ। आज चाहिँ यस्तो छ, सिलगढीमा गरम होला भनेर भन्दै थिएँ बडीलाई है। अन्त नानीले चाहिँ मलाई मिठाई किनी माग्दै थियो। अन्त मैले चाहिँ उसलाई मिठाई किनिदिएर चाहिँ ऊ भुलिरहेको छ, बरासँग गफ गर्दैछ। अनि बल्ल बल्ल गाडी पनि आयो। गाडी आउँदा मेरो छोरीले पनि यहाँ पुरा खुसी भएको है। किन खुसी भएको भन्दा चाहिँ भोलि चाहिँ उसको पापा आउँछ है, त्यही भएर खुसी भएको है। म र छोरी चाहिँ भेट्यो गर्दै जाँदै थियौँ। हामी चाहिँ सिलगढी पनि पुगेर चाहिँ टोटोमा चढेर चाहिँ मेरो छोरी खुसी भइरहेको छ। आमा म एक्लै बस्छु भनेर चाहिँ एक्लै बसेको छ हो। उसले चाहिँ एकदम खुसी नै। अब उसको ड्याडी पापा आउँदैछ नि त, त्यो भएर चाहिँ है। अन्त हामी चाहिँ जाँदा चाहिँ चेकपोस्ट पुग्यौँ। चेकपोस्ट पुगेर चाहिँ मैले भाउजूलाई वेट गरेको थिएँ। फेरि भाउजू अलिक ढिलो भएर चाहिँ भाउजू तपाईँ त्यहाँ बस्नु, म आउँछु भनेर चाहिँ सोचेको थिएँ। मैले भनेको थिएँ भाउजूलाई होइन। अनि त्यो भएर चाहिँ भाउजू चाहिँ आउनु भएन है। मैले चाहिँ म चाहिँ आफै गएँ तल भाउजूलाई भेट्नु। अन्त भाउजू त बाटोमा आइरहेको छ। हामी चाहिँ टोटोमा चढेर भाउजूलाई पनि भेट्यो है। मेरो कान्छी भाउजू हो, सिलगढीमा बस्नुहुन्छ होइन। अनि हामी चाहिँ भाउजू भएकोमा सिधै भाउजू घर जाउँ भनेर चाहिँ सिधै गयौँ त। फेरि अर्को भाउजूको पनि जानु पर्थ्यो नि त है। अन्त त्यो भएर चाहिँ भाउजूले मलाई नदेखाऊ है भन्दै थियो है। मैले चाहिँ भिडियो गरिदिन्थेँ भाउजूको। मैले चाहिँ नानीले चाहिँ मलाई आमा भन्दै थियो नि त, भाउजूले सुस्कन लुकाउँदै थियो है। मैले चाहिँ भिडियो गरिदिएँ नि त। नानी पनि हेर्नु न भिडियो कहाँ गर्दैछ हो। उसले चाहिँ उसको कान्छी माइजूलाई भेटेर है। मैले चाहिँ भिडियो बनाउँदै गएको नि त है। अन्त हामी चाहिँ रात परिसकेको थियो नि त है। थियो नि त हामी गाडी चढ्दा चाहिँ। अन्त मैले सिलगढी पुगेर चाहिँ यहाँ चाहिँ हामी पहिला कति हिँड्थ्यौँ भन्दै गफ गर्दा चाहिँ भाउजूलाई है। यहाँ बिहान बिहान हामी मर्निङ वाकमा आउँथ्यौँ भाउजू भन्दै थियौँ त है। त्यतिखेर कस्तो मजा आउँथ्यो भन्दै थिएँ है। हामी चाहिँ बल्ल भाउजूको रुम पनि पुग्यौँ। अन्त भाउजूको सामानहरू चाहिँ मैले दिएँ है। यो चाहिँ भाउजूको रुमहरू हो। भाउजूले चाहिँ हामीलाई चिया तताउँदै थियो है। चिया बनाएर चाहिँ हामीले चिया खाएर चाहिँ फेरि यहाँबाट हामी चाहिँ अर्को भाउजूको जानु पर्थ्यो है। अन्त मैले चाहिँ भाउजू जू हेर्नु रात परिसक्यो भनेको थिएँ है। मैले चाहिँ भिडियो गर्दै थिएँ। भाउजूले नगर न भिडियो मेरो रुमको भन्दै थियो नि त हो। मैले चाहिँ गरिदिएको थिएँ नि त। साथी हामी चाहिँ है निस्क्यौँ है। निकै रात परिसकेको थियो हो। त्यो भएर चाहिँ नानी चाहिँ अघि थियो है। त्यो भएर चाहिँ हामी चाहिँ बत्तल कम्पनी आइपुग्यौँ है। बत्तल कम्पनी चाहिँ मोड हो। हामी चाहिँ यहाँ पहिला कति म चाहिँ यहाँ काम गर्दा यो बाटो पुरा हिँड्थेँ नि त। पहिलाको याद आयो है। अन्त मैले चाहिँ यहाँ सामान बोकिरहेको थियो है। भाउजूले पनि बिचरा बोकेको थियो। मेरो नानी चाहिँ कुदेको थियो। मैले नकुद नानी, मेरो छोरी चाहिँ एकदम बदमास छ नि त। ऊ चाहिँ बाटोतिर पुरा कुद्छ नि त है। फेरि डर सिलगढी ठाउँमा है अटो गाडीहरू पुरा कुद्छ है। लाग्यो भने त फेरि मलाई मार्छ उसको पापाले हो। त्यो भएर चाहिँ मैले भिडियो भाउजूले चाहिँ मलाई पढेँ है। बत्तल कम्पनीमा भाउजूले फोन गर्दै थियो। मैले चाहिँ सिधै भाउजूकोमा आएर रुममा आएर चाहिँ भिडियो गरेको है। यहाँ चाहिँ दादा सुतिरहनु भएको थियो है। यहाँ चाहिँ मलाई भाउजूले चिया बनाइदिनु हुँदै थियो है। म र भाउजूलाई भाउजू कान्छी भाउजू मलाई पुऱ्याउनु आयो नि त यहाँ भाउजूको सामान। म त भाउजूको रुम चिन्थिनँ नि त। भाउजूले रुम सिफ्ट भएको रहेछ नि त अर्को रुममा है। अनि मलाई त भाउजूले नुनको चिया भन्दै थियो है। म त प्रायः नुनको चिया खान्छु। बहिनी के को चिया खान्छौ भन्दै थियो। म त नुनको खान्छु। हेर्नु साथीहरू म चाहिँ गरमले मेरो आँखाहरू कालो भइरहेछ मुख धोएर है। अन्त मेरो भदै खेल्दै थियो गाडी हो पु भन्दै है। अन्त मैले यहाँ भाउजूलाई कोसी दिँदै थिएँ घरबाट है। त्यो भाउजूलाई दिँदै थिएँ है। अन्त यहाँ त मेरो दादा ढल्किरहनु भएको रहेछ। दादाको पनि छुट्टी रहेछ नि त आज हो। अन्त दादालाई मैले हेर भन्न भने त्यसले हेर गाइस भन्दैछ हो। अन्त दादाको पनि छुट्टी रहेछ। मैले भेट्दिनँ सोचिरहेको थिएँ त भेटी राम्रो भयो है दादालाई है। कति दिनमा बादमा भेट भएको। अन्त यहाँ चाहिँ मैले मेरो आँखाले चाहिँ कस्तो कालो भएछ भन्दै थियो है भिडियो गर्दै। अन्त यहाँ चाहिँ भाउजूको गफ गर्दै थियो है। अन्त भाउजूले चिया बनाइदिइसक्नुभयो। हामी त चियाहरू पियौँ होइन। अन्त भाउजूले चिकनको मासु रोटी गरिरहेको थियो है एकदम। अन्त भाउजूले खाना बनाउनु थाल्यो है। यहाँ चाहिँ भाउजूले खाना भदैले चाहिँ मलाई फुपू भन्दै थियो नि त। उसले चाहिँ मलाई माया गर्दै थियो नि त। हप्पा गर्छु भन्यो नि त है। उसले चाहिँ मलाई हप्पा गर्छु फुपू भन्यो नि त है। अन्त उसले मलाई हप्पा गर्यो है। अन्त उसले चाहिँ हेलो गाइस भन्दैछ क्या उसले पनि मलाई हेलो गाइस भन्दै उसले हप्पा गरेर मलाई हप्पा गरेको हो। उसलाई चाहिँ माया गर्नुपर्ने छ नि त हो। मेरो चाहिँ कान्छो भदै है दादाको छोरा। अन्त उसलाई पनि नभेटेको कति भएको थियो नि त है। अन्त आज चाहिँ ठुलो भएको रहेछ है। यसलाई पनि भेटेँ खुसी लाग्यो भदैलाई है। अन्त यहाँ चाहिँ भाउजूले हामीलाई चियाहरू बनाउँदै गफ गरिदिन्थ्यो। म भाउजू अर्को भाउजू चाहिँ बिचरा भाउजू पनि हत्तु भएर
पर्खिरहेको रहेछ मलाई बिचारा है। अन्त मैले चाहिँ यहाँ नानीसँग अङ्केलले चाहिँ हप्प गरेर त्यसले चाहिँ नाच्दै थियो नि त है, डान्स गर्दै थियो हो। मलाई चाहिँ फुपू हेर्नु मेरो गाडी भनेर देखाउँदै थियो नि त मेरो छोरी र मेरो भतिजाले खानाहरू पनि रेडी पारेछ भाउजूले है, चिकनको मासु, रायो साग है, अन्त यहाँ चटनी है। बिचरा भाउजू पनि हत्तुबाट खाना पकाएर है बिचरा। अन्त बहिनी आएको है, अब स्पेसल खेलाउनु पऱ्यो बिचरा भाउजू भनेर चाहिँ भाउजूले खाना मिठो बनाउनु भएको थियो है। रेडी सेडी पारेर चाहिँ हामी चाहिँ आमा छोरी सुत्यौँ यहाँ है। यहाँ चाहिँ मेरो आमा छ नि त, ऊ चाहिँ टाढोमा सुत्यो, हामी चाहिँ गरमबाट भुइँमा सुत्यो। मैले आमाको नाइटी लगाइरहेको थिएँ नि त गरमबाट, मेरो आमा चाहिँ हेलो भन्दै थियो है। त साथी आजको भेट यति नै, बाई बाई, नेक्स्ट भेट लिएर आउनेछु।